ल अफ डिमान्ड मागको नियम। मागको नियम अर्थशास्त्रको आधारभूत नियम हो जसले हामीलाई मूल्यमा हुने परिवर्तनमा मानिसहरूले कस्तो प्रतिक्रिया दिन्छन् भनेर बुझ्न मद्दत गर्दछ। मागको नियमले अन्य कुराहरू यथावत भएको अवस्थामा माग तथा वस्तु बीचको घनिष्ठ तर विपरीत सम्बन्धलाई देखाउँछ। अर्थात् वस्तुको मूल्य बढ्दा माग घट्ने र मूल्य घट्दा माग बढ्ने हुन्छ। जब कुनै चिजको मूल्य बढ्छ धेरै मानिसहरू यसलाई कम किन्न चाहन्छन् किनभने यो धेरै महँगो हुन्छ। तर जब मूल्य कम हुन्छ मानिसहरूले यसलाई अझ आकर्षक र किफायती भएको मान्छन्, त्यसैले उनीहरूले थप किन्न सक्ने सम्भावना हुन्छ। कल्पना गर्नुहोस् कि तपाईलाई मन पर्ने कुनै सामानको मूल्य अचानक वृद्धि हुन्छ। तपाईले कम सामान किन्ने निर्णय गर्नुहुन्छ, तर अर्कोतर्फ यदि सामानको मूल्य अचानक घट्यो भने तपाईलाई थप सामान किन्ने इच्छा हुन्छ। यो नियमले व्यवसाय र अर्थशास्त्रीहरूलाई मूल्यमा भएको परिवर्तनले मानिसहरूले खरिद गर्ने निर्णयमा कसरी असर गर्दछ भनेर अध्ययन गर्न मद्दत गर्छ र यस प्रकारको अध्ययनले व्यवसायहरूले आफ्नो रणनीतिहरू तयार पार्न सहज हुन्छ। अल्फ्रेड मार्शलका अनुसार अन्य कुराहरू यथावत रहेको अवस्थामा कुनै वस्तुको मूल्य घटेमा माग बढ्ने र मूल्य बढेमा माग घट्ने गर्दछ। त्यसैगरी स्यामुल्सनका अनुसार अन्य कुराहरू यथावत रहेमा मानिसहरू कम मूल्य भएको बेला बढी वस्तुहरू खरिद गर्दछन् भने बढी मूल्य भएको बेला कम वस्तुहरू खरिद गर्दछन्। मागको नियमको मान्यताहरू एजम्पसन्स अफ ल अफ डिमान्ड। नम्बर 1, उपभोक्ता विवेकशील हुनुपर्छ। नम्बर 2, उपभोक्ताको आम्दानीमा कुनै परिवर्तन हुनु हुँदैन। नम्बर 3, उत्पादन प्रविधि स्थिर रहनुपर्छ। नम्बर 4, प्रतिस्थापित वस्तुको मूल्य स्थिर रहनुपर्छ। नम्बर 5, उपभोक्ताको बानी, फेसन, रुचि तथा स्वादमा परिवर्तन हुनु हुँदैन। यस नियमलाई तालिकाबाट यस प्रकारले देखाउन सकिन्छ। प्रस्तुत तालिका अनुसार यदि कुनै वस्तुको मूल्य रु 20 बाट वृद्धि भई क्रमशः 25 र 30 हुँदा वस्तुको माग सङ्ख्या क्रमशः 250 र 200 हुन पुगेको छ। अर्थात् वस्तुको मूल्य वृद्धि हुँदा मागको सङ्ख्या घटेको छ। यसैगरी वस्तुको मूल्य रु 20 बाट घट्दै क्रमशः 15, 10 र 5 हुँदा वस्तुको माग सङ्ख्या 350, 400 र 450 भएको देखिन्छ। अर्थात् वस्तुको मूल्य घट्दा माग बढेको देखिन्छ, अर्थात् वस्तुको मूल्य बढ्दा माग घटेको देखिन्छ। यस नियमलाई रेखाचित्रबाट यस प्रकारले देखाउन सकिन्छ। प्रस्तुत रेखाचित्रमा ओ एक्स एक्सिसमा वस्तुको माग परिमाण दिएको छ भने ओ वाई एक्सिसमा वस्तुको मूल्य दिएको छ र दिदी रेखा माग वक्र हो। यस रेखाचित्रले मागको नियमलाई व्याख्या गर्न मद्दत गर्दछ। प्रस्तुत रेखाचित्र अनुसार यदि वस्तुको मूल्य रु 20 बाट वृद्धि भएर क्रमशः 25 र 30 हुँदा माग परिमाण घटेर 300, 300 बाट 250 र 200 पुगेको देख्न सकिन्छ। यसैगरी वस्तुको मूल्य रु 20 बाट घटेर क्रमशः 15, 10 र 5 हुँदा माग परिमाण वृद्धि भएर 350, 400 र 450 भएको देख्न सकिन्छ। यसैलाई नै मागको नियम भनिन्छ। र यसैगरी अर्को छ एक्सेप्सन्स अफ ल अफ डिमान्ड। मागको नियमको अपवादहरू। मागको नियम अनुसार वस्तुको मूल्य र माग परिमाण बीच विपरीत सम्बन्ध भए तापनि कुनै घटनाहरू यस नियम विपरीत भएको पनि भेटिन्छन्। वस्तुको मूल्यमा वृद्धि हुँदा माग परिमाण घट्नुको सट्टा बढ्नु वा मागको नियम विपरीत कार्य हुनुलाई नै मागको अपवाद भनिन्छ। मागको केही अपवादहरूलाई यस प्रकारले देखाउन सकिन्छ। नम्बर 1, चेन्ज इन इन्कम। आयमा परिवर्तन। मागको नियम वस्तुको मूल्यसँग प्रभावित हुन्छ। यदि मूल्य बाहेक अन्य तत्त्वहरू जस्तै आम्दानीमा परिवर्तन भएमा मागको नियम लागू हुँदैन। यदि मूल्यमा वृद्धि हुँदा उपभोक्ताको आयमा पनि सोही अनुपातमा वा सोभन्दा बढी अनुपातमा वृद्धि भएमा उपभोक्ताको क्रय शक्तिमा वृद्धि हुन्छ र जसले मूल्य बढे तापनि उक्त वस्तुको माग गर्न सक्छ, जुन मागको नियमभन्दा ठिक विपरीत हुन्छ। त्यसकारणले आयमा परिवर्तन भएमा मागको नियम लागू हुँदैन। नम्बर 2, गिफेन प्याराडक्स। वस्तुको मूल्य घट्दा मागमा पनि कमी आउँछ र मूल्य बढ्दा माग पनि वृद्धि हुन्छ भने त्यस प्रकारको वस्तुलाई गिफेन वस्तु भनिन्छ। यस्तो वस्तुको मूल्यमा कमी आउँदा मागमा पनि कमी हुनु मागको नियम विपरीत हो, जुन कुरा सर्वप्रथम सर रोबर्ट गिफेनले पत्ता लगाएको हुनाले यस्तो मूल्य र माग बीचको सकारात्मक सम्बन्ध अथवा मागको नियमको विपरीत सम्बन्धलाई गिफेन प्याराडक्स भनिन्छ। उदाहरणको रूपमा शेयर बजारलाई लिन सकिन्छ। यदि बजारमा शेयरको मूल्य लगातार बढ्दैछ भने मानिसहरूले धेरै नाफा कमाउने उद्देश्यले बढी मूल्यमा समेत शेयर खरिद गर्न सक्छन्। तर यसको ठिक विपरीत यदि बजारमा शेयरको मूल्य लगातार घट्दैछ, लगातार घट्दै गएको अवस्थामा पनि मानिसहरू थप शेयर खरिद नगरी बरु भएको शेयर पनि बेच्ने निर्णय गर्दछन्। नम्बर 3, नेसेसरी गुड्स। अति आवश्यक वस्तु। अति आवश्यकीय वस्तुहरू जस्तै औषधि, खाना पकाउने ग्यास, नुन, दाल, तेल जस्ता वस्तुहरूको मूल्यमा जति वृद्धि भए तापनि वस्तुको मागमा कमी आउँदैन, किनकि मानिसहरूले आफ्ना आधारभूत आवश्यकता पूरा गर्नको लागि यी वस्तुहरू प्रयोग गरिरहनु पर्दछ, जुन कुरा मागको नियमसँग विपरीत हुन्छ। तसर्थ आवश्यकीय वस्तुहरू मागको नियमको अपवादको रूपमा रहन्छन्। नम्बर 4, चेन्ज इन प्राइस अफ रिलेटेड गुड्स। सम्बन्धित वस्तुको मूल्यमा परिवर्तन हुनु। कुनै वस्तुको माग उक्त वस्तुको मूल्यले मात्र प्रभावित नभई
त्यसका प्रतिस्थापन तथा पूरक वस्तुहरूको मूल्यले समेत प्रभावित हुने गर्दछ। यसरी प्रतिस्थापन र पूरक वस्तुको मूल्यमा परिवर्तन आउँदा मागको नियम लागू हुँदैन। जस्तै चिया र कफी दुई प्रतिस्थापनयोग्य वस्तु हुन्। यदि चियाको मूल्यमा वृद्धि हुँदा कफीको मूल्यमा पनि सोही वा बढी अनुपातले वृद्धि भएको छ भने मानिसहरू मूल्य बढे तापनि चियाकै माग गर्न सक्छन्, जुन मागको नियमभन्दा ठिक विपरीत हुन्छ। नम्बर 5, फ्युचर एक्सपेक्टेसन अफ चेन्ज इन प्राइस। भविष्यमा वस्तुको मूल्यमा परिवर्तन हुने आशंका। कुनै पनि वस्तुको मूल्य बढ्दैछ तर भविष्यमा अझै बढ्ने आशंका छ भने उपभोक्ताले वस्तुको मूल्यमा वृद्धि भए तापनि बढी वस्तुको माग गर्दछन्। त्यसैगरी वस्तुको मूल्य घटिरहेको छ तर भविष्यमा अझै घट्ने सम्भावना छ भने उनीहरूले आफ्ना आवश्यकताहरू भविष्यमा उपभोग गर्ने योजना बनाउँछन् र जसले गर्दा मागको नियम लागू हुँदैन। नम्बर 6, इग्नोरेन्स अफ कस्टमर। उपभोक्ताको अज्ञानता। बजारमा वस्तुहरूको मूल्यको परिवर्तनबारे उपभोक्तालाई कुनै पनि जानकारी छैन भने उपभोक्ताले यस्तो अवस्थामा बढी मूल्य भएको बेला बढी खरिद गर्न सक्छ। त्यसकारण यस्तो अवस्थामा पनि मागको नियम लागू हुँदैन।